यो 10 गजा क्षेत्र हो। यो 10 गजा क्षेत्रमा यो भारतीय नागरिकले चाहिँ आफ्नो भूमि भन्दै 10 गजा क्षेत्रमा चाहिँ यो ट्र्याक्टरले जोतिरहेको अवस्था छ। यो ताजा दृश्य हामी तपाईँलाई देखाइरहेको छ। यहाँ यो उहाँहरूको कुरा अनुसार चाहिँ भारतीय एसएसबीहरूले चाहिँ आएर नापजोक गरेर गएको छ। त्यही भएर हामीले चाहिँ यो खनेको हाम्रो जग्गा हो भनेर उहाँहरूको कुरो छ। सशस्त्रसँग चाहिँ यो कुनै कुरो कानी भएको छैन। यहाँ देख्न सक्नुहुन्छ यो 10 गजा क्षेत्र हो। यो पनि यो जग्गा विवाद छ। यो विशेष गरी यो केही वर्ष अगाडि यो जग्गाको विषयमा पनि विवाद उठेको थियो। यो नेपालको धनीपूर्जा भएको जमिनमा आएर चाहिँ भारतीयहरूले चाहिँ यो पिलर गाडेको अवस्था थियो र यो नेपालको धनीपूर्जा पनि उहाँहरूसँग थियो र त्यही ठाउँ हो। यो बाटो हो। यहाँबाट हिँडडुल गर्न पनि सकिन्छ। यो बाटो देख्न सक्नुहुन्छ। यो बाटोको क्षेत्रमा चाहिँ यो भारतीयहरूले चाहिँ खनेर ज्यादती गरेको अवस्था छ। 10 गजा क्षेत्रमा चाहिँ यसरी खन्न पाइँदैन। यति बेला म झापाको कचनकवल गाउँपालिका वडा नम्बर 5 यो पाठामारी भन्ने स्थानमा आइपुगेको छु र यो स्थान हो 112 नम्बर सीमा अन्तर्राष्ट्रिय पिलर 112 को सहायक पिलर 8 बाट यहाँ विवाद सुरु भएको छ। यो विवाद आजको होइन, आजभन्दा 4-5 वर्ष अगाडिबाट दैनिक रूपमा उत्पन्न भइरहेको विवाद हो र अहिले यहाँ आइरहँदाखेरि यो विवादित जमिन यहाँ छ जुन यहाँ नेपाली किसानहरूको आफ्नै धनीपूर्जा छ। उनीहरूले तिरेको रसिदहरू अझै पनि उनीहरूको हातमा छ। धनीपूर्जा हातमा छ तर जमिन भारतीय पक्षबाट यसरी खनजोत गरिरहेको हामीले देख्न सक्छौँ। यो पक्कै पनि चिन्ताको विषय हो। दुई देश बीचको अन्तर्राष्ट्रिय सिमानामा यसरी निर्बाध रूपमा ट्र्याक्टर चलाइरहँदाखेरि नेपालको प्रशासन के गरेर बसिरहेको छ? यो विषयमा हामी सम्बन्धित निकायसँग प्रश्न अवश्य गर्नेछौँ र अहिले हामीले तपाईहरुलाई यो स्थलगत रूपमा यो फिल्ड देखाइरहेका छौँ। हामीले हेर्न सक्नुहुन्छ तपाईहरुले यतापट्टि यहाँ चाहिँ सयौं बिघा जमिन यो नेपाली जमिन हो तर अहिले यसरी यो 10 गजा नयाँ 10 गजा छुट्याइएको भनेर यहाँ बाँसका पिलरहरू गाडिएको छ र यसलाई भनिन्छ 10 गजा यही हो। र गुगल म्यापलाई पनि अहिले आधार मानेर हेर्ने हो भने पुरानो 10 गजा यही देखाउँछ। त्यो भएको कारणले गर्दा हामी नेपाल सरकारलाई यो भन्न चाहन्छौँ यो जमिन के हो? यो भारतको हो कि नेपालको? यदि भारतको हो भने भारतीय पक्षले निर्वाध रूपमा यो खनजोत गर्न पाउनुपर्छ र नेपालको हो भने नेपाली जमिन यसरी दिन दहाडे यसरी ट्र्याक्टर कुद्नु भनेको यो भन्दा ठुलो जघन्य केही पनि हुन सक्दैन। यस